हेलो एभ्रिवान, आज चाहिँ भने म अन्त आमा आपा चाहिँ हामी करेला टिप्न आइरहेको छ बारीमा हैन। सो नुहाइसकेको थिएँ, फेरि आउनु पर्यो नि त, के गर्नु आउनु पर्यो हैन गाइस। सो हामी चाहिँ यहाँनिर 3 जना आइरहेछ, आमा आपा म करेला टिप्नको लागि आइरहेको छ। सो तपाईलाई मेरो भिडियो देखाउँछु है मेरो युट्युब च्यानलमा, तपाईले हेर्दिनुस् ल। करेला 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 भेट्नुस् न तिम्रो लामो ल ल। आमा चाहिँ झोला बोक्ने भरि लानु मन छ आमा? भरेर लाने आर्दैन नि होला हौ यसमा त करेला। खै हेरौँ त कति यति हुँदो रहेछ गाइस। कति त बिउ पकाउनु पर्छ, बिउ फेरि आमाले चाहिँ यता टिप्नु हुँदैछ, बिउ कचल्टिन्छ। बिउ कचल्टिन्छ अरे हैन, कति बिउ पनि गाइस यस्तो बेसी रहेछ यहाँनिर चाहिँ। बेसी फलिरहेको रहेछ हैन, यतातिर यता पनि ड्याममै। खै हेरौँ त, करेला अर्ग्यानिक। अमा यो चिचिलो चिचिलो, यो चाहिँ नमुना त्यो झिङ्गनी हो। खाने बेला भएन कि छिप्पेको अब खानु ढिलो भएको याद नगरेर के बारीमा। यता नि रहेछ पुरा पुरा रहेछ त भित्रभित्र आपा। टिपुङ त छेउमा नि रहेछ त पुरा, म उतापट्टिबाट टिप्छु ल। खै आपा आया छिप्पेको छ भनेको नि हैन गाइस। एकछिन यहाँ रहेछ नि त, झरे सबैला। यहाँ मुनि झरे त कहाँ पुगेला? यतै झरेको थियो त, उतैपट्टि गएछ ला। हो कता गएछ? टिप्नुपर्छ नि अब, यो मेहनतको फल हो नि त गाइस। भित्र पसेर भन्थ्यो गाइस। हामी चाहिँ यति टिपिसक्यो हैन, अब अहिले हैन, अहिले यति नै टिप्ने। अच्छा अम्बा पनि यत्रो यत्रो हुँदैछ गाइस, अम्बाहरू अम्बा। सानो बी पनि हुँदैछ, हामीले कति खाइसक्यो र पनि सानो सानो हुँदो रहेछ फेरि। खोर्सानी हरियो। मेरो हातमा एउटै करेला छुट्यो गाइस, यो पनि मैले बोकेर लाँदैछु। आमा आपाले लिएर जानुभयो अरू गाइस। यहाँनिर रुख टमाटर पनि हुँदो रहेछ। य रुख टमाटर कन कन खाएगा अच्छा रुख टमाटरको। तर यो पाकेको छैन, आकाश मात्रै देख्दैछ त यहाँ त, पाकेको छैन गाइस। यहाँनिर पाकेपछि मात्रै राम्रो देख्छ। यो भच्चाए मार्छ मलाई अब। ला कसरी सिधा पार्ने होला? मेरो फेभरेट सब्जी नै भएको छैन, के गर्नु? आइएम सो सरी, के गर्नु होला? मार्यो ला रहेछ त छ, काँक्रा छ रहेछ गाइस। यस्तो खानुको मजै अर्कै छ नि, यस्तो काँक्रा खानुको मजै अर्कै छ है गाइस हैन। यो चाहिँ टमेटो फलेको छैन, फुल्दैछ। करेला यहाँ नि छ हाम्रो ग्रिन हाउसमा, फल्दै रहेछ हामी। आमा यहाँ पनि फल्दै रहेछ, यो पहिला रहेछ। धनियाँहरू सिलाम। हाम्रो यसको बाहिर नि रहेछ गाइजी करेला, देख्नु हुँदैछ है, पुरा फलेको रहेछ यहाँ पनि। तर बारीतिर फुलहरू छ, के को फुल? बारीतिर हेर है, क्रिसमस फुल, लालुपाते। त्यो बाहिर नि मैले रहेछ है, यहाँनिर पनि बाहिर नि रहेछ करेला, पुरा रहेछ यहाँ पनि। यहाँ पुरा फलेछ आमा, करेला रहेछ त भित्रभित्र। टिप्नु नि यहाँको पनि। पर रहेछ। सर्दी लाग्ने वाले है मेरे को गाइस। र पनि काँक्रा खाले चाहिँ छोड्नु हुँदैन, अर्ग्यानिक हैन, खाँदै गर्नुपर्छ। ओके, यो भिडियोले यिन स्टप गर्दैछु। ओके, थ्याङ्क यू सो मच फर वाचिङ गाइस। सी यु अगेन इन द नेक्स्ट ब्लग एन्ड भिडियो जुनै पनि आउनेछ हैन। सो आजको लागि यतिमै, बाई बाई।